हेलो सेवाहरू सबैजनालाई। आज चाहिँ शनिबार, स्पेसली आज चाहिँ हामीले हाम्रो दाइ भाउजूलाई खाना खानु बोलाएको थियौँ। अनि ग्यास सकेर मलाई चाहिँ ग्यास फेर्न लाउनु दिनुभएको थियो दिदीले। ग्यास फेर्ने क्रममा मैले रेगुलेटरै बिगारिदिएँ। अहिले फेरि यस्तो ढिलो भएको थियो आज खाना सब्जी, दुईजनै बिहानदेखि लाग्दा पनि खाना सब्जी एकदम ढिलो भएको थियो हामीलाई बनाउनु। ढिलो हुने क्रममै फेरि मैले चाहिँ ठ्याक्कै रेगुलेटर बिगारेँ। रेगुलेटर बिगारेपछि खाना त अघि नै रेडी भएको थियो, सब्जी अनि बोजूको खाना बनाउँदै थियौँ, झ्याप्पै रोकियो। यस्तो हालत भएको छ हाम्रो खाना सब्जीको। अब मैले रेगुलेटर किन्नु जानुपर्ने हुन्छ। अहिले फेरि ठ्याक्कै दिनको यतिखेर 11:30 कति भएको होला, त्यसै नै ढिलो भइराखेको थियो। केही गर्दा पनि नमिलेपछि चाहिँ म चाहिँ अब रेगुलेटर किन्नु जान्छु है। खाना सब्जीको यहाँनिर बेहाल भयो पाहुना आएको बेलामा भनेर मैले चाहिँ दिदीलाई ल छिटो यो हेरी नराखौँ, बिग्रिगएको अब पहिलोचोटि मैले छुको, पहिलोचोटि मैले छुँदा यसलाई लोदर लागेर रेगुलेटर बिग्रेको, खाना सब्जीको बेहाल भयो, खाना सब्जीले ल्याए पाएन भनेर मैले चाहिँ 500 रुपियाँ लिएर घरदेखि निस्केर यस्तो घाममा कुदेँ, ग्यास पाउने ठाउँमा कुदेँ सायद त्यहाँ रेगुलेटर पनि पाउँछ भनेर। अनि म चाहिँ गएँ घाममा होइन, छाता ओढेर टक्क। अनि गएको पसलै बन्द रहेछ। आजको दिन चाहिँ थाप्सा नै लागेको मलाई। यता पनि सोचु छैन, उता पनि सोचु छैन। एउटा पसलमा गएर पाइन्छ कि पाइन्छ, सबै ठाउँ सोधे पाएन। त्यसपछि एउटा मात्रै पसल बाँकी रहेको थियो है। अनि त्यसपछि त्यहाँ सोध्नु गएँ म, हतार मेरो छाता पनि अल्झिन्छ फेरि ढिलो भएको बेलामा। अनि त्यहाँ गएर मैले सोधेको, त्यहाँ पनि पाएन। अब अन्तिम विकल्प भनेको मैले बजार जानुपर्ने भयो, त्यसै पनि ढिलो भइसकेको थियो। अनि त्यस पछाडि चाहिँ म कहीँ पनि नमलिकन एउटा सिटीलाई रोकेँ। त्यस पछाडि म गएँ फाल्गुनन्द चोकतिर। अनि यहाँ हिमावीमा नपाएपछि म त्यता तल गएँ। अनि त्यस पछाडि त्यहाँ गएपछि चाहिँ एउटा ग्यास पसलमा गएर मैले रेगुलेटर मागेँ। मसँग खुद्रा पैसा थिएन। अनि त्यही पसलको दाइलाई 30 रुपियाँ मागेर सिटी भाडा दिएँ। अनि दाइलाई अलिक मजाले चेक गरेर राम्रोसँग दिनु है, राम्रोसँग हेरेर भनेर रेगुलेटर मागेँ ओरेँ। अनि त्यस पछाडि रेगुलेटरको बारेमा एउटा दुइटा कुरा पनि बुझेँ ओरेँ, सोधेँ। अनि त्यहाँदेखि म चाहिँ रेगुलेटर लिएर अब ढिलो नगरिकन फर्किनु पर्ने थियो। अनि त्यस पछाडि म चाहिँ रेगुलेटर लिएर छिटो गराउनु थियो नि त। अनि त्यस पछाडि म चाहिँ हतार गरेर सिटी हेरेँ। हतारमा त कहाँ सिटी पनि ठ्याक्कै आउँदो रहेछ त। अनि त्यस पछाडि यस्तो घाम छ है। अनि यसो हेरी सिटीहरू ठ्याक्कै एउटा सिटी आयो, त्यो पनि नरोकी जाने। दाइ रोक्नु, मलाई हतार भएको छ, म पनि जाने भनेर भने। अनि सिटी चढेर घर आएँ। अनि त्यहाँदेखि घर आएँ। घरमा आउँदा एकैछिनमा म रुम पनि आइपुगेँ। अनि त्यहाँदेखि म ढिलो नगरिकन किचनमा गएँ। दिदीहरू चाहिँ पुरा आजको दिन के हो यस्तो, त्यसै पनि ढिलो भएको छ, ग्यास पनि सकिनु, रेगुलेटर पनि बिग्रिनु भन्दै हुनुहुँदो रहेछ। अनि त्यहाँदेखि ढिलो नगरिकन लु छिटो, यहाँ खाना सब्जीको बेहाल भयो, रेगुलेटर फेरिहालौँ न भनेर हामी सबैजना रेगुलेटर फेर्नतर्फ लाग्यौँ। अहिले 12-1 भइसकेको छ। अब कतिखेर खानाहरू खानु। अनि हामी चाहिँ सबैजना भएर हतार रेगुलेटर बनाउनतर्फ लाग्यौँ। खानाहरूको एकदम हालत फेर्नु नै पर्ने थियो कि ठ्याक्कै जुरेको। अस्ति तलको रुममा नै भएको होइन, मासुले चाहिँ अन्य केही पनि न्याय पाएन। दाजु न्याय पाएन। तपाईँ नै हो नि दिदी, सुरुमा 5 बजीदेखि किचनमा लागेर यतिखेरसम्म खाना सब्जी रेडी बनाउनु हुन्न। म पो 5 बजीदेखि पो त मैले मेरो साइडको त सबै सकेँ त। उयो चिप्सहरू गर्नु अहिले दिएको यहाँ छ, टेप त्यो स्क्रु अनि बज्नु पनि कति बजे त? 12। मेरो जेठी दिदी भएर यतिखेर मलाई माइली दिदी भएको घरदेखि निकाल। अस्ति आएको थियो नि तलको रुममा।
म कहिले आजको लिएको दिन त कस्तो हाम्रो दिन त ल हुन्छ नि हुन्छ भोलि पर्सि हामी त कुन चाहिँको हो लोदर लाग्यो त आज मैले छुएर भयो भएछ बिगारेको नै पुरै छु त अझैसम्म मलाई विश्वास लागेको छैन मैले पहिलोचोटि रेगुलेटर छुँदा बिगारेर राम्रो छ बोरा नलाग्ने बोरा त अचेन दुःख पाइयो पनि छ बिजोक भयो तिनीहरूको बिजोक हाला अर्को नहालेर कस्तो गरेको छ खानाको थुतुना बोजूको खाना के पो भयो लु अब चाहिँ के पो भयो यसलाई बात रिसाएर लो तिनी है नसपा कसो के 1 बज्यो अहिले हामीले खाने बेलामा चाहिँ सबै रेडी भयो रेगुलेटर ल्याएर खाना त खाइयो कि सबै भएर अब यो चाहिँ मेरो जिम्मामा आएको छ अहिले कति बज्यो 1:30 भयो अब यो सबै सरसफाइ गरेर पोछा लाउनु पर्ने छ शनिबार चाहिँ आज कस्तो भयो है मेरो सबैजनालाई थ्याङ्क यू सो मच